आज चाहिँ के खाम भइरहेको थियो। भाइलाई हेरेको त करेन्टको मुखबाङ पो हेर्दै रहेछ। मैले पनि एकछिन हेरेँ, भाइलाई त करेन्ट पो खानु मन लाग्यो भन्छ। भाइले चाहिँ मलाई करेन्ट लिन जाउँ कि जाउँ भन्न थाल्यो। मैले पनि भाँडामा पानी सानी हालेर ग्यास बालेर पानी तताउनुतिर छोडिदिएँ। अनि दुई भाइ चाहिँ खुसी हुँदै करेन्ट लिनतिर गइयो। भाइ चाहिँ मम्मीहरू थाहा पाउनुहुन्छ भनेर बिस्तारै हिँड्दै थियो। म चाहिँ त्यो देखेर हाँस्दै हिँड्दै थिएँ। नभन्दै पसल पनि पुगिहाल्यो। त्यहाँ पुगेर चाहिँ हामीले करेन्ट माग्न थाल्यौँ। आन्टीले करेन्ट पनि दिइहाल्नु भयो। फेरि म चाहिँ करेन्ट बोकेर खुसी हुँदै हिँड्दै थिएँ। भाइ चाहिँ मलाई फेरि कस्तले खानुपर्छ भन्दै सुनाउँदै थियो। घरमा पुगेर हामी चाहिँ करेन्ट पनि हाल्न थाल्यौँ भाँडामा। हाम्रो चाहिँ करेन्ट पाकेर रेडी भयो। मैले चाहिँ मसला ससला हालेर करेन्ट चाउचाउ घोल्न थालेँ। हाम्रो करेन्ट चाउचाउ चाहिँ हेर्दै मिठो देखिरहेको थियो। भाइ र म बसेर सुरु गर्न थालिहाल्यौँ। ओहो करेन्ट चाउचाउ त कति मिठो हो भन। भाइ पनि पिरो पिरो मिठो भयो भन्दै खाँदै थियो। नभन्दै करेन्ट चाउचाउ पनि खाइसकिहाल्यो। खाना चाहिँ खाइयो तर हालत भने खराब बनाइदियो। मेरो 100 सब्सक्राइबर पुग्न आँटेको छ युट्युबमा। सब्सक्राइब गरिदिनु होला। आजको लागि त्यति नै, बाई बाई।